हेलो साथीहरू गुड इभिनिङ। हेर्नुहोस् न कति दामी है। यसरी साँझको घाम डुबिसक्यो, यात्रा अझै बाँकी नै छ भने जस्तो है। हेर्नुहोस् न मेरो घरको छेउबाट देखिएको यति सुन्दर दृश्य, डुब्न लागेको घाम, आजको घामको दृश्य। साँझको घाम डुबिसक्यो, यात्रा अझै बाँकी नै छ। हेर्नुहोस् त, ओ ब्युटिफुल। कति साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो हेर्नुहोस् है। फलेदोको रुखको बिचबाट छिरेका अनि घामका त्यो किरणहरू, घामको सुन्दर दृश्य अनि भावना पोख्नु मन लाग्ने सुन्दर दृश्य है। यस्ता सुन्दर दृश्यहरूले चाहिँ हामीलाई मन भावुक बनाउँदछ क्या। ब्युटिफुल यति राम्रो है। सुन्दर दृश्य। साथीभाइहरू तपाईँलाई कस्तो लाग्यो भन्नुहोस्। म रोटेट गरेर पनि देखाउँला तपाईँलाई। वरिपरि रोटेट त के गर्नु है, रोटेट गरेर फाइदा छैन, किनभने खाली दृश्य चाहिँ यो फलेदोको रुख, फलेदो फुलिरहेको छ। सुन्दर रातो फलेदोको फुलको बिचमा सूर्यको किरण, दामी। के राम्रो देख्छ है हाम्रो हिल्स, हाम्रो पहाड कन्दरा है, हिमाली खण्डको पहाडी क्षेत्रहरू है, चाँप र गुराँस फुल्ने ठाउँहरू। अनि फलेदोले पनि सुन्दर आफ्नो शरीरभरि काँडा बोके तापनि है, तर उसले सुन्दर फुलहरू दिइराखेको छ क्या। अनि माथिदेखि लिएर आगैबढी फलेदोको फुलहरू लटरम्म, एउटा पत्ता पनि छैन, सबै फुलहरू हुन्। कति हाँस्न जाने कि है, आफ्नो शरीरभरि काँडा बोकेर पनि उसले सुन्दरता चाहिँ झल्काउन कहिले पनि छोडेको छैन। अनि हामी मान्छेको जीवनमा पनि त्यस्तै हो। यहाँबाट पनि हामी एउटा इक्जाम्पल लिन सक्छौँ क्या, इक्जाम्पल सिक्न सक्छौँ। फलेदोले परिस्थितिका काँडाहरू बोके तापनि, सङ्घर्षका काँडाहरू बोके तापनि शरीरमा, उसले बोटभरि काँडा बोके तापनि, अनि तर ऊ ढकमक्क फुलेको छ क्या। ढकमक्क फुलेर ऊ हाँसिदिएको छ। अनि हामीले पनि यो रुखबाट इक्जाम्पल लिन सक्छौँ क्या। जीवनमा जस्तै समस्या आए तापनि, दुःख आए तापनि, पीडा आए तापनि जहिले पनि हामी यो फलेदो जस्तो फुल्न सिक्नुपर्छ क्या। अनि फलेदो जस्तो हामी पनि मुस्क हाँस्न सक्नुपर्छ, मुस्कुराउन सक्नुपर्छ। मित्रहरू, जीवनमा सङ्घर्ष रूपी काँडाहरू, पीडा रूपी काँडाहरू, दुःखका काँडाहरू, समस्याको काँडाहरू त प्रशस्तै छ नि, तर पनि ढकमक्क फुलेका फलेदोको फुल जस्तो हामी पनि फुल्न सक्नुपर्छ। हवस् त साथीहरू, इन्जोय गर्नुहोस् है हेरेर के कस्तो लाग्छ।